नमस्कार। वास्तु के हो? हाम्रो जीवनमा वास्तु मिलाउनु किन आवश्यक छ? मानिसको जीवनमा हेल्थ, वेल्थ, रिलेसन, नेम, फेम, ग्रोथ, सक्सेस यो के कुराले प्रभाव पारिरहन्छ? तपाईँको पनि जीवनमा कुनै स्ट्रगल क्रिएट भइरहेछ, काम गर्दा गर्दै सफलता प्राप्त भइरहेको छैन, जति मेहनत गर्दा पनि रिजल्ट आउँदैन, आफूलाई मन लागेको कुराहरू गर्न सकिरहनु भएको छैन, आफ्नो फाइनेन्सियल ग्रोथ कति मेहनत गर्दा पनि अगाडि बढिरहेको छैन, सम्पत्ति जोडिन्छ तर जोडेको सम्पत्ति चाहिँ लङ टर्म एसेट्स, जग्गा जमिन, गाडी, सुन चाँदी कति सम्पत्ति जोड्न खोज्नुहुन्छ तर त्यो सम्पत्तिहरू जोड्न कठिन भइरहेको छ र घरमा बारम्बार बिरामीले जाने नाम लिँदैन। तपाईँको घरमा यदि बिरामी लगातार परिरहनुहुन्छ, तपाईँको घरको सदस्य, श्रीमती, श्रीमान, छोराछोरीहरू बारम्बार रोगले ग्रस्त भइरहनुहुन्छ भने त्यो घरको वास्तुमा कुनै दोष रहेको हुनसक्छ। अथवा तपाईँ बाहिरबाट आउनुहुन्छ, घरमा छिर्दाखेरि मेन्टल्ली डिस्ट्र्याक्ट फिल हुनुहुन्छ, आफूलाई इरिटेसन फिल महसुस गर्नुहुन्छ, मन भारी महसुस गर्नुहुन्छ र जो देखे नि रिस उठ्ने अथवा बोलिएको कुराहरूमा पनि डिस्कसन हुने यस्तो किसिमको समस्याहरू भइरहेको छ। त्यस्तो अवस्थामा पनि वास्तुमा कुनै दोष रहेको हुनसक्छ। हजुरको भिजन, क्ल्यारिटी, मिसन, हजुरलाई कुनै दृष्टिकोणहरू थाहा हुँदैन, समाजमा रिलेसन बिग्रिरहेको हुन्छ, बिजनेस गर्न खोज्यो ग्राहक आउँदैनन्, आएको ग्राहकबाट सेल्स हुँदैन, सेल्स भएकोबाट क्यास कलेक्सन हुँदैन, क्यास कलेक्सन भएको कुराहरूबाट नेटवर्क बढ्दैन, बिजनेस छ तर प्रफिट भइरहेको छैन। यस्ता बिजनेसमा रिलेटेड विभिन्न कुराहरू समस्या हुन्छन्। र मेटेरियलको समस्या, वेस्टेजको समस्या, हजुरको स्टोरेजको समस्या, डिस्ट्रिब्युसनको समस्या, सेल्स एन्ड मार्केटिङको कुराहरू र हरेक किसिमका मेसिनरी पार्टहरू कुन डाइरेक्सनमा राख्ने, कसरी आफ्नो बिजनेसलाई स्मुथली रन गर्ने, यस्ता विभिन्न विषयहरूको सोलुसन वास्तुमा रहेको हुन्छ। यदि हजुरको वास्तुमा डाइरेक्सनहरू मिलेको छैन, एलिमेन्ट वाइज हजुरको एक्टिभिटीहरू भएको छैन, युटिलिटीका कुराहरू राम्रोसँग व्यवस्थापन भएका छैनन् र जग्गाहरूको सेप मिलेको छैन, वाटर एलिमेन्टमा फायरको कुरा छ, फायरमा वाटरको कुरा भइरहेको छ, अर्थ एलिमेन्टमा वाटरका रिलेटेड कामहरू भइरहेछ, यस्ता विभिन्न कुराहरू चाहिँ एन्टी प्लानेट, एन्टी दोष अथवा वास्तु दोष भएका एक्टिभिटीहरूले चाहिँ हामीले चाहेको जस्तो सफलता प्राप्त गर्न सकिरहेका हुँदैनौँ। यी सब विषयको अध्ययन वास्तुमा रहेको हुन्छ र हजुरको जब वास्तु मिल्छ, जब हजुरको एलिमेन्ट वाइज, डाइरेक्सन वाइज हजुरको प्लेसमेन्ट सबै कुराहरू म्यानेजमेन्ट राम्रोसँग हुन्छ, तब हजुरले स्मुथ रूपमा जीवनका आयामहरूमा, जीवनमा हेल्थ, वेल्थ, रिलेसन, नेम, फेम, ग्रोथ जुन लेभलमा हामीले एक्सपेक्टेसन गर्नुहुन्छ त्यो लेभलको एक्सपेक्टेसनलाई म्याच गर्न, सफलता प्राप्त गर्न, ह्याप्पिनेस प्राप्त गर्न र घरमा कुलदेवता, इष्टदेवता, पितृदेवता र ग्रामीण देवता, यी विभिन्न देवताहरूको चाहिँ ब्लेसिङ प्राप्त गर्नको लागि के गर्नुपर्छ, कुन डाइरेक्सनमा कुन देवताहरू हुनुहुन्छ। एउटा घरमा ब्रह्माजीको नाभिको रूपमा रहेको ब्रह्माजीको सेन्टरमा वास हुन्छ भने 45 देवता, 33 कोटी 33 प्रकारका देवता, 12वटा असुरहरूको वासले चाहिँ हाम्रो जीवनमा कस्तो प्रभाव पर्छ, यी सब कुराहरूको एनालाइसिस हामी वास्तुमा गर्छौँ र वास्तुमा हामी डायग्नोसिस मात्र गर्दैनौँ, हामी सोलुसनको बाटोहरू पनि दिन्छौँ। हजुरमा कुनै वास्तु दोष छ, कुनै समस्या क्रिएट भइरहेछ, इनर्जी फ्लो राम्रो छैन, हजुरको घरमा इनर्जाइज छैन भने कसरी इनर्जाइज गर्न सकिन्छ, कसरी वास्तु दोषलाई निवारण गर्न सकिन्छ, त्यसका लागि क्रिस्टलबाट, मेटलबाट, मिनरलबाट, भोगबाट, तन्त्रबाट, यन्त्रबाट, मन्त्रबाट, विभिन्न सेपहरू, विभिन्न सिम्बलहरू, विभिन्न पर्फ्युमहरू, विभिन्न किसिमका सुगन्धहरू, यस्ता विभिन्न कुरा वास्तुमा रेमेडिजका उपायहरू छन्। यी सबै कुराबाट चाहिँ हजुरलाई वास्तु मिलाउन सकिन्छ। त्यसैले कतै हजुरलाई हजुरको घरमा वास्तु दोष भएको छ कि हजुरलाई समस्या भइरहेको छ कि ती सबै समस्याहरूको समाधानको लागि म वास्तु एनालाइसिसको साथसाथै हजुरको सोलुसनको लागि पनि हजुरलाई सेवा पुर्याउन तयार रहेको छु। त्यस कारणले हजुरलाई कुनै पनि यस्ता किसिमका अवगुणहरू अथवा डिमेरिट्सहरू अथवा जीवनमा यी नेगेटिभ एक्टिभिटीहरू, नेगेटिभ इनर्जीले गाह्रो बनाइरहेको छ भने हजुरको सोलुसनको लागि सम्झनुहोला। म नवग्रह वास्तु कन्सल्टेन्ट एन्ड न्युमरोलोजिस्ट नोद प्रसाद आचार्य। ओम नमः शिवाय। जय शम्भो।